भुन्टी सिरियल हेर्नुहुन्छ भने यो तपाईको लागि भिडियो। अब आउने एपिसोडमा कस्तो मोड लिँदैछ र भूपेन्द्रले कस्तो सजाय पाउनुपर्छ भन्ने कुरा यो भिडियो हेरेर तपाईले जानकारी पाउनुहुनेछ। यो भिडियो अबको यो एपिसोडले प्रस्तुत गर्दैछ। कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। तपाई पनि नरिसाउनुस्। आउनु म औषधिहरु ल्याइदिन्छु आउनु। तेरो दाइको नासोलाई मेरो नाम दिन आएकी छेस त अनि त रिसाउनु सुहाउँछ। तँलाई नकचरी मैले नजा भन्दा भन्दै पनि दाइको पछि पछि लागेर गएकी थिइस्। यतिका समयसम्म दाइसँग बसेर अनि अहिले आएर मेरो पेटमा हाम्रो बच्चा छ भन्नलाई तर अलिकति पनि लाज लाग्दैन। तिम्रो दाइको एक छाक मिठो मसिनो खुवाउने हैसियत छैन। त्यसैले होला हैन नबोकाउने भुँडी बोकाइहाले। अब यसलाई फिर्ता पठाइदिसकेपछि त्यो बच्चाले मिठो मसिनो खान पाउँछ, राम्रोसँग पढ्न पाउँछ र ठुलै सम्पत्तिको मालिक हुन पाउँछ भनेर तँलाई फिर्ता पठाइदिएको होला हैन। त्यो दाजु भनाउँदैले बोकाएको यो भुँडी स्याहार्दैन भूपेन्द्र। त त मेरो लागि पहिलेदेखि नै लागेको छिरस् तर त इनोसेन्ट छेस। मलाई माया गर्छस्, मलाई धोका दिनुहोस् भन्ने कुरा सोच्थे तर म भ्रममा रहेछु। त त एक नम्बरको चालबाज रहेछस्। तेरो अनुहार त म एक सेकेन्ड पनि हेर्न चाहन्न। गइहाल यहाँबाट, उठ। हेलो एभ्रिवान, सधैँ आरामै हुनुहुन्छ होला। यदि युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला अनि तपाईलाई भुन्टी सिरियल कस्तो लाग्छ कमेन्ट गर्नुहोला। अब आउने एपिसोड त एकदमै राम्रो हुनेछ किनभने जति रिभ्यू भिडियोहरू बनाएको छ त्यसमा पक्कै पनि हामीले सन्देशमूलक जानकारी भने दिएको नै छौँ। अब आउने एपिसोडमा सुकुमायाले भूपेन्द्रलाई सजाय दिनुपर्छ र भूपेन्द्रले कस्तो सजाय पाउनुपर्छ तपाईहरूको विचार के छ कमेन्टमा राख्नुहोला। जति भुन्टीलाई तनाव दिएको थियो, भुन्टीलाई घरबाट निस्किनको लागि बाध्य समेत बनाउने भूपेन्द्र नै हो। जति पनि श्रेया र जेरीले बनाएका योजनाहरू छन् त्यो योजना भनेको भूपेन्द्रकै कारणले भएको हो। भूपेन्द्रले पहिला त्यस्तो व्यवहार नगरेको भए भुन्टीलाई सायद आज भूपेन्द्रले पनि त्यस्तो समस्या भोग्नुपर्ने थिएन होला। तर भूपेन्द्रकै कारणले गर्दा यति धेरै समस्या जन्मिरहेका छन्। त्यसैले अब कस्तो सजाय भूपेन्द्रलाई मिल्नुपर्छ कमेन्ट गर्नुहोला। नयाँ हुनुहुन्छ भने युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला।